यो हो भक्तपुर एफएम 105.4 मेगाहर्ज। भक्तपुर एफएम सुन्दै गर्नुहोला। नमस्कार, म शिशिर चालिसी। आदरणीय श्रोता महानुभावहरू, भक्तपुर एफएम मार्फत प्रस्तुत यस कार्यक्रममा तपाईहरूलाई हार्दिक स्वागत छ। श्रद्धा र भक्तिसहित पाठ गरिने श्री स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन गरिन्छ। यस पवित्र कथाले जीवनमा संयम, सदाचार र आत्मिक शुद्धिको सन्देश दिँदै शान्ति र कल्याणको मार्ग देखाउँछ। अब यही पवित्र भावनासहित आजको पाठ आरम्भ गर्नु अघि पुष्पाञ्जली पाठ गरौं। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदः क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित ततगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो जल्लवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुलं घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवती तस्मै व्यासाय मिततेजसे यस्य प्रसादद्वक्ष्यामि नारायण कथामिमां। नारायणं नरस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। मर्त्यमण्डलको ब्रह्मपुरमा शिवभट्ट सती नाम गरेकी ब्राह्मण दम्पतिले भगवान सिद्धि गणेशलाई प्रसन्न पारी पुत्री रत्न पाउँछन्। कन्याको नाम गोमा राखिन्छ, तर उनीहरूको भक्तिदेखि देवताहरूलाई डहा हुन्छ। एक दिन गोमा अक्षता केलाइरहेको बेलामा शिवजी भिक्षुक रूपमा आउनुहुन्छ। गोमाले भिक्षुकलाई पर्खाएर पनि उनले मागेको चिज नदिएपछि 7 वर्षको हुँदा 70 वर्षको बुढासँग बिहे होस् पनि श्राप दिन्छन्। आउनुहोस् अब सुरु गरौं गोमा ब्राह्मणीको कारुणिक कथा भएको यो 19औं अध्याय। श्री गणेशाय नमः, श्री स्वस्थानी देव्यै नमः। अथ 19विंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यसरी स्वर्ग र पातालका कुरा वर्णन गरे। अब मर्त्यमण्डलका कुरा वर्णन गर्छु, सुन्नुहोस्। मर्त्यमण्डलमा दक्षिण भागमा ब्रह्मपुर नाम गरेको एउटा नगर छ। त्यहाँका धेरैजसो ब्राह्मणहरू असंख्य सम्पत्ति युक्त थिए, वेद पुराण आदि शास्त्र पारङ्गत पनि थिए। परन्तु त्यसै नगरमा शिवभट्ट नाम गरेका ब्राह्मण भने गरिब थिए। उनी गरिब भए पनि लोभ गर्दैनथे, आफ्नो कर्म छोड्दैनथे, अर्काको मिथ्या कुरा बोल्दैनथे। तिनकी सती नाम गरेकी ब्राह्मणी थिइन्। दुवै अत्यन्तै मिलेका थिए। आफ्नो घरमा सम्पत्ति नहुँदा धेरै दुःख भयो र एक दिन शिवभट्ट ब्राह्मणले आफ्नी स्त्रीसित भने, हे स्त्री, हाम्रो घरमा सम्पत्ति छैनन्, सम्पत्ति नहुँदा सधैँ दुःख पाएका छौं। अब सम्पत्ति वृद्धि गराउन सिद्धि गणेशको सेवा गरौं। त्यसपछि दुवै स्त्री पुरुषले 8 दिन मंगलबारको बिहानी पख गणेश स्थानमा गई महाकष्ट गरी श्रद्धापूर्वक श्री गणेशजीको पूजा गर्दै सेवा गर्न लागे। यसो गर्दा गर्दै 8-10 वर्ष बिते। त्यस्तो कठोर पूजाबाट सिद्धि गणेश प्रसन्न भई आफ्नो दर्शन दिएर आज्ञा गर्नुभयो। हे शिवभट्ट ब्राह्मण, हे सती ब्राह्मणी, तिमीहरूले गरेको सेवादेखि म सन्तुष्ट भएँ। जे इच्छा छ सो वरदान माग। शिवभट्ट ब्राह्मणले श्री गणेशलाई साष्टाङ्ग प्रणाम गरी अञ्जुली बाँधी बिन्ती गरे, हे परमेश्वर, अरू वरदान के मागौं? पूर्व जन्ममा आफ्नो कर्म बिग्रनाले यस जन्ममा सम्पत्ति नभई दुःख पाएका छौं। सम्पत्ति कमाउने इच्छाले हजुरको सेवा गरेका हौं। सम्पत्ति दिई हाम्रा दुःख छुटाउनुहोस्। यति शिवभट्टले भनेपछि सिद्धि विनायकले आज्ञा गर्नुभयो, हे शिवभट्ट ब्राह्मण, आजको 8 दिनमा मंगलबारको बिहानी पख सधैँ चाहिँ यहाँ आई मेरो पूजा गर्नु। त्यति बेला मेरो मूर्तिको छेउमा जे देखाउला त्यो तिम्रो घरमा लगी तसलामा राखी माथिबाट तसैलेले छोपिदिनु र 4 दिन भएपछि माथिबाट छोपेको तसला झिकी हेर्नु। त्यसमा सुन भइजाला, तिमीहरू खुसी र सुखी हौला। यति भनी श्री गणेशजी अन्तर्ध्यान हुनुभयो। शिवभट्ट ब्राह्मण सती ब्राह्मणले मनमा आनन्द मानी सिद्धि विनायकलाई साष्टाङ्ग प्रणाम गरे र घर फर्के। 8 दिन भएपछि मंगलबारको बिहानी पख पूजाको सामग्री लिई शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी दुवै स्त्री पुरुष सिद्धि विनायकका स्थानमा गएर सिद्धि विनायकको पूजा गरे। श्री गणेशको मन्दिरभित्र गणेशकै मूर्तिको अगाडि एउटा लड्डु देखेर त्यसलाई घरमा लगी तसलामाथि राखी तसैलेले छोपिदिए। 4 दिन भएपछि माथिबाट छोपेको तसला झिकी हेर्दा सुनको लड्डु भइरहेको देखि खुसी भए।
त्यस दिनदेखि शिवबाट ब्राह्मण र सती ब्राह्मणी असंख्य सम्पत्तिवान भई सुखी भए। 10 घर डुली मागी खाने शिवबाट ब्राह्मणले सम्पत्ति पाएपछि एक दिन आफ्नी स्त्रीलाई भने, हे सती, पूर्व जन्ममा दान नगरेकाले यस जन्ममा दरिद्री भई दुःख पाएथ्यौं। श्री सिद्धि विनायकका कृपाले यो सम्पत्ति भयो। अब यस जन्ममा दान र धर्म गरौं। यति भनी दुवै स्त्री पुरुषले नित्य गंगामा गई स्नान गरी हरिहरको पूजा गर्दै सुवर्ण द्रव्य आदि दान गरी धर्म गर्न लागे। दान धर्म गर्दा शिवबाट ब्राह्मणको सम्पत्ति झन बढ्दै गयो। त्योदेखि एक दिन शिवबाट ब्राह्मणले आफ्नी स्त्रीलाई भने, हे स्त्री, हाम्रा सन्तान छैनन्, वृद्धावस्था भयो, सम्पत्ति मात्र भएर के गर्नु, कसले रक्षा गरिदेला? सन्तानका निम्ति फेरि श्री सिद्धि गणेशको सेवा गरौं। शिवभट्टकी ब्राह्मणीले पतिको यस्तो वचन सुनि हवस् भनी 8 दिनमा मंगलबारको बिहान दुवै स्त्री पुरुषले सिद्धि गणेशको सेवा गरे। तिनीहरूले सेवा गरेको देखि सिद्धि गणेश सन्तुष्ट भई आज्ञा गर्नुभयो, हे शिवभट्ट ब्राह्मण, तिमीले सेवा गरेको देखेर म सन्तुष्ट भए, वरदान माग। शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले अन्जुली बाँधी बिन्ती गरे, हे सिद्धि विनायक, हजुरले कृपा गर्नाले सम्पत्ति पायौं, तर सन्तान छैनन्। त्यो सम्पत्तिको रक्षा कसले गरिदेला? सन्तान पाऊँ भनी बिन्ती गरे। यस्ता शिवभट्ट ब्राह्मण र ब्राह्मणीका वचन सुनि सिद्धि गणेशले आज्ञा गर्नुभयो, हे शिवभट्ट ब्राह्मण, अगाडि गरेको जस्तै मंगलबारका दिन आई पूजा गर्नु र त्यस बेलामा एउटा गाई आएर तिम्रो मुख हेरिरहनेछिन्। तिमीले पनि गाईको मुखमा हेरी पूजा गर्नु, त्यसपछि गाईले गोब्र्याउनेछिन्। त्यो गोबर तिमीले भुइँमा पर्न नदी हातमा थापेर घरमा लगी तसलामा राखेर माथिबाट तसलाले छोपी 4 दिनपछि उगारेर हेर्नु। त्यस गोबरबाट एउटा कन्या उत्पत्ति होलिन्। पुत्र भने तिमीलाई हुने छैन, किनभने पूर्व जन्ममा तिमीले राखेका रहेनछौ। यति श्री सिद्धि गणेशजीले आज्ञा गरेपछि शिवभट्ट ब्राह्मण र ब्राह्मणले हवस् भनी खुसी भई साष्टाङ्ग प्रणाम गरी घर फर्के। गणेशजी पनि अन्तर्ध्यान हुनुभयो। गणेशजीले वरदान दिएका 8 दिनभित्र मंगलबारको बिहानी पख सबै पूजाको सामग्री लिई शिवभट्ट ब्राह्मण स्त्री पुरुष दुवै सिद्धि विनायकको स्थानमा गए। सिद्धि विनायकको पूजा गर्न लाग्दा एउटा गाई आई तिनीहरूको मुख हेरिरहिन्। त्यो देखि दुवै स्त्री पुरुषले श्री गणेशको पूजा गरिसकी गाईको मुखमा हेरेर पूजा गरे अनि गाईले गोब्र्याइन्। शिवभट्ट ब्राह्मणले त्यो गोबर भूमिमा पर्न नदी हातमा थापी सिद्धि विनायकलाई परिक्रमा गरी दुवै स्त्री पुरुष घर गए। अनि त्यो गोबर तसलामा राखी तसलाले छोपिदिए। 4 दिन भयो। त्यसपछि माथिबाट छोपेको तसला झिकी हेर्दा त्यस गोबरबाट एउटा कन्या उत्पत्ति भइरहेकी देखे। ती कस्ती कन्या थिइन् भने मध्याह्न कालमा सूर्यको जस्तो तेज भएकी, पूर्णिमाका चन्द्रमाको जस्तो मुख भएकी, बासुकी नागको शरीर जस्तो हात गोडा भएकी, बाघको जस्तो कम्मर भएकी, हात्तीका सुन जस्तो उरु भएकी, पद्मपत्र जस्ता नेत्र भएकी, गरुडका केश जस्तो केश भएकी, सावित्रीका जस्तो पैताला भएकी, यस्ती परम सुन्दरी कन्यालाई देखि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले खुसी भई तसलाबाट झिकी प्रेमपूर्वक पालन पोषण गर्न लागे। तर त्यस बालिकालाई खुवाउन दूध भएन र फेरि मंगलबारका बिहान सिद्धि विनायकको स्थानमा गई पूजा गरी प्रार्थना गर्न लागे। गणेशजीले प्रसन्न भई आज्ञा गर्नुभयो, हे शिवभट्ट ब्राह्मण, हे सती ब्राह्मणी, तिमीहरूको फेरि के भन्ने इच्छा छ? सिद्धि विनायकले यस्तो आज्ञा गर्दा शिवभट्ट ब्राह्मणले बिन्ती गरे, हे विनायक, हजुरले कृपा गर्नाले सन्तति त भयो, तर त्यस बालिकालाई खुवाउन दूध भएन र यही बिन्ती गर्न आयौं। यति शिवभट्टका कुरा सुनि श्री गणेशले आज्ञा गर्नुभयो, मैले ती बालिकालाई दूध दिए। यति भनेर गणेशजी अन्तर्ध्यान हुनुभयो। शिवभट्ट र सती ब्राह्मणी पनि श्री गणेशलाई साष्टाङ्ग प्रणाम गरी घर फर्के। घर पुगेर सती ब्राह्मणीले आफ्नो दुवै स्तन हातले निचोरी हेर्दा दूध आयो। दूध आएपछि शिवभट्ट र सती ब्राह्मणी गणेशजीलाई साष्टाङ्ग दण्डवत गर्दै हर्षित भए। जसरी सीता उत्पत्ति हुँदा राजा जनकलाई आनन्द भएको थियो, त्यस्तै आनन्द त्यहाँ बालिका उत्पन्न हुँदा शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीलाई भयो। आफ्नो शक्ति अनुसार उनीहरूले ब्राह्मणहरूलाई बोलाएर विधिपूर्वक न्वारण गराए। ब्राह्मणहरूले भने, हे शिवभट्ट ब्राह्मण, गाईको गोबरदेखि उत्पत्ति भएकी कन्या हुनाले यी बालिकाको नाम गोमा भयो। यी बालिका धेरै भाग्यमानी हुनेछन्, सम्पूर्ण लोकले यिनलाई मान्नेछन्। ती ब्राह्मणहरूले भनेको सुनि शिवभट्ट ब्राह्मणले हर्षित भई श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराए। ब्राह्मणहरू न्वारणको कार्य सकेर आफ्नो आफ्नो आश्रममा गए। समय बित्दै गयो। त्यसपछि गोमा नामकी गरेकी कन्या शुक्ल पक्षका चन्द्रमा झैं दिनदिनै बढी 5 वर्षकी भइन्। एक दिन शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले भने, हे पुत्री, हामी गंगामा स्नान गरी आउँछौ, तिमीले पूजा गर्नलाई अक्षता केलाइराख्नु।
यस्तो काम हराएर दुवै स्त्री पुरुष गंगामा स्नान गर्न गए। यस्ता प्रकारले ती दुवैजना स्नान गरी नित्य हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गर्ने गर्दथे र घर आउँदथे। तिनीहरूको त्यो दानले गर्दा देवराज इन्द्रको अमरावती पनि कम्पन भयो। यसबाट देवराज इन्द्र डराई 33 कोटी देवता समेत भई कैलाश पर्वतमा गएर श्री महादेवसँग बिन्ती गरे। हे जगदीश्वर, मर्त्यमण्डलका दक्षिण भागमा ब्रह्मपुर नाम गरेको एउटा नगर छ। त्यहाँ शिवभट्ट नाम गरेका एक ब्राह्मण छन्। तिनकी सती नाम गरेकी ब्राह्मणी छन्। ती दुवै स्त्री पुरुषले हजुरका पुत्र गणेशको सेवा गर्दा गणेशजीले प्रसन्न भई तिनीहरूलाई असंख्य सम्पत्ति दिनुभयो। ती शिवभट्ट ब्राह्मणले सम्पत्ति पाए नित्य गंगामा गई स्नान गरी हरिहरको पूजा गर्छन्। उनीहरूले सुवर्ण आदि नाना द्रव्य दान गरी घर आउँछन्। तिनीहरूको दान धर्मले गर्दा मेरो अमरावतीमा कम्पन भयो। हे करुणामय, ती शिवभट्ट ब्राह्मणले सम्पत्ति पाएपछि सन्तान भएनन्। फेरि गणेशजीको सेवा गर्दा गणेशजीले सम्पूर्ण लक्षण युक्त भएकी परम सुन्दरी एक पुत्री पनि दिनुभयो। हे परब्रह्म, अब हाम्रो रक्षा गर्नुहोस्। हजुरले रक्षा नगरे हामी सबै देवताहरू अमरावतीदेखि पतित हुनेछौँ। किनभने जो मनुष्यले शिव, विष्णु वा देवीको भक्ति गर्दा इन्द्रादि देवताहरूलाई तर्पण, हविष्यान्न आदि दिँदैन भने अमरावती कम्पन हुन्छ र देवताहरू रिसाउँछन्। यसरी विनयपूर्वक इन्द्रादि देवताहरूका वचन सुनि श्री महादेवले आज्ञा गर्नुभयो। हे इन्द्र, जो मनुष्यले ईश्वरको भक्ति गर्दा तिमीले भने बमोजिम इन्द्रादि देवताहरूलाई तर्पण र हव्य कव्य दिँदैन, तिनीहरूलाई इन्द्रादि देवताहरूले विघ्न गर्दछन्। शिवभट्टले पनि इन्द्रादि देवताहरूलाई वास्ता नगरी केवल हरिहर र गणेशजीको मात्र भक्ति गरेको हुनाले उनीहरूको भक्तिमा विघ्न हुन्छ। तिमी नडराउ, म रक्षा गरौँला। शिवभट्टकी पुत्री गोमा नाम गरेकी पूर्व जन्ममा पार्वतीकी अवतार थिइन्। त्यसकारण अब म गएर पूर्व जन्मको कर्म अनुसार शिवभट्ट, सती र गोमालाई आफ्नो कर्म भोगाउँछु। तिमी अमरावती जाऊ भनी पठाउनुभयो। श्री महादेवको यस्तो वचन सुनेर देवराजले हवस् भनी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी अमरावती गए। इन्द्र गएपछि श्री महादेवले इन्द्रको रक्षा गर्नका निमित्त जटाको मुकुट बनाएर भिक्षुक रूप भई बायाँ हातमा त्रिशूली, दाहिने हातले डमरू बजाई भस्म लेपन गरी शिवभट्ट ब्राह्मणका घरमा गएर भिक्षा माग्नुभयो। गोमा त्यसबेला आफ्ना माता पिताको निम्ति नित्य पूजा गर्नका लागि अक्षताहरू केलाइरहेकी थिइन्। त्यसबेला शिवभट्ट र सती ब्राह्मणले सदा झैं गंगामा स्नान गर्न गएका थिए। भिक्षुक रूप श्री महादेवले बाहिरबाट भिक्षा माग्दा गोमा बालिकाले महादेव हुनुहुन्छ भन्ने नचिनेर एउटा साधारण भिखारी सम्झदै भन्न लागिन्, मेरा माता पिता गंगामा स्नान गर्न जानुभएको छ, म अक्षता केलाउन लागेको छु, एकछिन पर्खनुहोस्, भिक्षा दिने कोही छैन। यति भनी पर्खाइ राखिन्। एकछिनपछि गोमाले अक्षता केलाइसकी भिक्षा लिएर भिक्षुक रूप श्री महादेवको समीपमा आएर भन्न लागिन्, हे भिक्षुक, मेरा माता पिता घरमा हुनुहुन्न, म अक्षता केलाउन लागेकी थिएँ, विलम्ब हुन गयो, दुःख नमान, यो भिक्षा ल्याऊ। गोमाको वचन सुनि भिक्षुक रूप श्री महादेवले रिसाउँदै आज्ञा गर्नुभयो, हे ब्राह्मणी, यतिका बेर पर्खाइ, अहिले भिक्षा दिन आइस, त्यो भिक्षा म लिन्न। दिने भए तेरा माता पिताले नित्य पूजा गर्न केलाइराखेका अक्षता दे, नत्र अन्यथा भिक्षा म लिन्न। भिक्षुक रूप श्री महादेवले आज्ञा गरेको सुनि गोमा ब्राह्मणीले लिने भए यो भिक्षा लिऊ, नलिने भए अक्षता त म दिने छैन भनिन्। भिक्षुक रूप श्री महादेवले आज्ञा गर्नुभयो, हे पापिष्ट ब्राह्मणी, तैले अहंकारले मलाई भिक्षा दिइनस्, तँलाई श्राप दिन्छु। सुन, त 7 वर्षकी हुँदा 70 वर्षको बुढासँग तेरो विवाह होस्। तेरो माता पिताले महाकष्ट गरी सिद्धि गणेशको सेवा गरी पाएको सम्पत्ति पनि सबै नाश होस्। तँलाई नाना तरहको दुःख होस्। फेरि तेरा माता पिता पनि चाँडै मरिजाउन्। यति 4 थोक श्राप दिए भनी भिक्षुक रूप शिवजीले त्यो भिक्षा नली डमरू बजाउँदै बाहिर आएर त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पर्वतमा जानुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रत कथायां गोमा श्राप प्राप्त नाम 19 अध्यायः। उपनयतु मंगलव सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दलिन भेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी देशोऽयं छवरहितो ब्रह्मणा सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युत द्वार कथा प्रसंग या कुन्देन्तु तुषारहार धवला या शुभ्रवस्त्रावृता
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता क्षामां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत्। ओम जिज्ञेन जिज्ञेमय जन्त देवस्तानि धर्माणि प्रथमान्यासन्न तेहनाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः। ओम विश्वतस्तक्षुरुत विश्वतो मुखो विश्वतो बाहुरुत विश्वतस्पात्त सम्बाहुभ्यन्दमति सम्पतत्रैर्द्यावा भूमि जनयन् देव एकः। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। नमः सवित्रे जगदेक चक्षुषे जगत्प्रसूतिस्थितिनाशहेतवे त्रयीमयाय त्रिगुणात्मधारिणे विरञ्चि नारायण शङ्करात्मने। ओम देवी प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि नित्यं त्वामीश्वरि देवि चराचरस्य। सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णु शिरसा चतुर्भुजम्। वन्दे देवमुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगपतिं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दाप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। हरिः ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः।